कल्पना गर्नुहोस् त एउटा यस्तो विशाल वित्तीय इन्जिन जसले 30 वर्षसम्म विश्वव्यापी बजारलाई चुपचाप चलाइरह्यो। तर अब त्यो $10 ट्रिलियन को खेल अन्त्य हुँदैछ। आजको यस विश्लेषणमा हामी यही विशाल वित्तीय संरचना कसरी भत्किँदैछ र यसले विश्वव्यापी अर्थतन्त्रमा कस्तो सङ्कट निम्त्याउन सक्छ भन्नेबारे गहिराइमा जानेछौँ। हो, $10 ट्रिलियन अर्थात् 10 खर्ब डलर। यो कुनै सानोतिनो रकम होइन। यो यति ठूलो रकम हो कि विश्वका धेरै देशहरूको कुल अर्थतन्त्रभन्दा पनि बढी छ। र यही पैसाले नै विश्वका स्टक बजारदेखि लिएर घर जग्गासम्म हरेक कुरालाई चुपचाप माथि उकासिरहेको थियो। सोच्नुहोस् त, 3 दशकसम्म लगानीकर्ताहरूका लागि पैसा कमाउने यो सबैभन्दा सुरक्षित र भरपर्दो तरिका थियो। वित्तको दुनियाँमा यसलाई त लगभग सित्तैको पैसा नै मानिन्थ्यो। तर भनिन्छ नि, हरेक पार्टीको अन्त्य हुन्छ र यो 30 वर्ष लामो पार्टी पनि अब सकिएको छ। र यही नै हो आजको हाम्रो मुख्य प्रश्न। जब यति ठूलो, यति लामो समयदेखि चलिआएको प्रणाली अचानक बन्द हुन्छ, यसको परिणाम के होला? यसको जवाब खोज्न हामीले पहिले यो व्यापार कसरी काम गर्थ्यो भनेर बुझ्नुपर्छ। यो सबैको पछाडि एउटा खास वित्तीय रणनीति छ जसलाई येन क्यारी ट्रेड भनिन्छ। आउनुहोस्, यो के हो र यसले कसरी काम गर्थ्यो एकदमै सरल भाषामा बुझौँ। सीधा भाषामा भन्दा यो सस्तोमा ऋण लिएर महँगोमा लगानी गर्ने खेल हो। लगानीकर्ताहरूले जापानबाट लगभग 0% ब्याजमा पैसा उधारो लिन्थे र त्यसलाई अन्त कतै जहाँ बढी प्रतिफल आउँछ त्यस्ता सम्पत्तिमा लगानी गरेर नाफा कमाउँथे। यो प्रक्रिया सुन्दा जति सरल छ, गर्न पनि त्यति नै सरल थियो। जापानको 0 ब्याजदर नीतिको फाइदा उठाउँदै विश्वभरका लगानीकर्ताहरूले यी 4 चरणहरू पछ्याएर जोखिम बिना नै लगातार नाफा कमाइरहेका थिए। यो त पैसा छाप्ने मसिन जस्तै थियो जुन 30 वर्षसम्म चलिरह्यो। अब यो तुलनाले पूरै कथा प्रष्ट पार्छ। हेर्नुहोस् त, पहिले कस्तो थियो? जापानमा ब्याज लगभग 0। त्यहाँबाट ऋण लियो, 4% कमाइ हुने अमेरिकी बन्डमा लगानी गर्यो र अलिकति जोखिमको लागि खर्च कटाएर पनि 3.5% को नाफा, त्यो पनि ढुक्कसँग। तर अब हेर्नुहोस्, जापानमै ब्याजदर बढेपछि हिसाब किताब नै गडबड भयो। नाफा घटेर जम्मा 1% मा झर्यो, त्यो पनि पहिलेभन्दा धेरै जोखिम लिएर। अब भन्नुहोस्, यस्तो व्यापार कसले गर्छ? हो, यही कारणले यो खेल अब सकियो। त्यसो भए यस्तो के भयो त जसले 30 वर्ष पुरानो यो पार्टीलाई एक्कासी बन्द गरिदियो? यसको जड नोभेम्बर 2025 मा आएको एउटा ठूलो झट्कामा छ। यो टाइमलाइन हेर्दा थाहा हुन्छ कि परिवर्तन कति छिटो र नाटकीय थियो। सोच्नुहोस् त, 30 वर्षसम्म शून्यमा रहेको ब्याजदर 1.5 वर्षभन्दा कम समयमा 2.75% मा पुग्यो। बजारले यस्तो झटका पचाउन सक्ने कुरै भएन। यो कुनै एउटा कारणले मात्र भएको होइन। यो त धेरै समस्याहरू एकैपटक आइलागे जस्तो भयो। बढ्दो मुद्रास्फीति, सरकारको नयाँ खर्च योजना, देशको विशाल ऋण र कमजोर येन, यी सबै कुरा मिलेर ब्याङ्क अफ जापानलाई ब्याजदर बढाउनै पर्ने अवस्थामा पुर्यायो। तर कथा जापानमा मात्रै सकिँदैन। जापानमा लागेको यो आगोको झिल्काले अब कसरी विश्वभर डढेलो लगाउँदैछ त्यो हेरौँ। यो डोमिनो इफेक्ट जस्तै हो, जहाँ एउटा ढल्दा सबै ढल्छन्। यो एउटा यस्तो दुष्चक्र हो जहाँबाट निस्किन गाह्रो छ। पहिलो, लगानीकर्ताहरूले आफ्नो अमेरिकी सम्पत्ति बेच्छन् र पैसा जापान फर्काउँछन्। दोस्रो, उनीहरूले डलर बेचेर येन किन्छन्, जसले गर्दा येन बलियो हुन्छ। तेस्रो, बलियो येनले अरू बाँकी लगानीकर्ताहरूको नाफा पनि खाइदिन्छ। र चौथो, यसले उनीहरूलाई पनि बेच्न बाध्य बनाउँछ र यो चक्र घुमिरहन्छ। त्यो $10 ट्रिलियन कहाँ थियो त? अमेरिकी सरकारी बन्ड, शेयर बजार, घर जग्गा, उदीयमान बजारहरू, यहाँसम्म कि क्रिप्टो करेन्सीमा समेत। अब जब यो पैसा बाहिरिँदैछ, यी सबै बजारमा भूकम्प जानु त स्वाभाविक नै हो। खतरा कति ठूलो छ भनेर अझै प्रष्ट पारौँ। अनुमान यस्तो छ कि विशेष गरी प्रविधि क्षेत्रका कम्पनीहरू जो सस्तो ऋणमा एकदमै निर्भर थिए, उनीहरूको शेयरमा 40% सम्मको गिरावट आउन सक्छ। यो निकै ठूलो चेतावनी हो। मोर्गन स्ट्यानली जस्तो विश्वकै ठूलो वित्तीय संस्थाले त के भनेको छ भने उनीहरूले यसलाई वित्तीय इतिहासको सबैभन्दा ठूलो डिलिभर्जिङ अर्थात् ऋण फिर्ता गर्ने प्रक्रिया भनेका छन्। उनीहरूको अनुमानमा हरेक दिन खर्बौं डलर बराबरको सम्पत्ति बजारमा बेच्न आउनेछ, जसले बजारमा सुनामी ल्याउन सक्छ। अब विज्ञहरूले एउटा विशेष स्तरलाई खतराको घण्टीको रूपमा हेरिरहेका छन्।
त्यो हो 1 अमेरिकी डलर बराबर 140 जापानी येन। यदि डलर येनको तुलनामा कमजोर भएर यो स्तरभन्दा तल आयो भने यसले मार्जिन कलको बाढी ल्याउन सक्छ। मार्जिन कल भनेको लगानीकर्तालाई आफ्नो घाटा पूर्ति गर्न तत्कालै सम्पत्ति बेच्न बाध्य पार्नु हो। यसले बिक्रीको चापलाई अझै भयानक बनाइदिन्छ। यो सब थाहा पाएपछि अब सबैको मनमा एउटै प्रश्न छ, के यो सङ्कटलाई रोक्न सकिन्छ वा हामी एउटा अनियन्त्रित पतनतिर जाँदैछौँ? सम्भावित जोखिमहरूको सूची नै लामो छ। अमेरिकी सरकारी ऋणपत्र बजार, जुन विश्वकै सुरक्षित लगानी मानिन्छ, त्यो अस्थिर हुन सक्छ। शेयर बजारमा ठूलो गिरावट आउन सक्छ। उदीयमान बजारहरूबाट पैसा बाहिरिन सक्छ र सबैभन्दा डरलाग्दो कुरा 2008को जस्तै क्रेडिट बजार नै फ्रिज हुन सक्छ, जहाँ ऋणको लेनदेन नै ठप्प हुन्छ। के यसलाई रोक्ने कुनै बाटो छ त? केही सम्भावनाहरू छन्, तर कुनै पनि सजिलो छैन। पहिलो, जापानले आफ्नो नीति उल्ट्याओस्, जुन लगभग असम्भव छ। दोस्रो, अमेरिकाले ब्याज दर ह्वात्तै घटाओस्, तर त्यो पनि गम्भीर आर्थिक मन्दी नआएसम्म हुँदैन। तेस्रो र सबैभन्दा बढी सम्भावना भएको विकल्प भनेको विश्वका प्रमुख अर्थतन्त्रका केन्द्रीय ब्याङ्कहरूले मिलेर यो बिक्रीलाई व्यवस्थित गर्ने प्रयास गर्नु हो। त्यसो भए हामी के देखिरहेका छौँ? के यो दशकौं पुरानो वित्तीय जोखिमलाई सावधानीपूर्वक योजनाबद्ध तरिकाले हटाउने प्रयास हो, वा हामी एउटा अनियन्त्रित विश्वव्यापी पतनको मुखैमा उभिएका छौँ? यसको जवाफ त सायद समयले नै देला। हस् त, आजको लागि भिडियो यति नै। भिडियो मन परे सेयर गरिदिनुहोस्, च्यानल सब्सक्राइब गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस् र हामी यस्तै अर्को भिडियो पछि लिएर आउँछौँ। नमस्ते।